नमस्ते। कटारीमा एउटा एकदमै सकारात्मक विकासको सुरुवात भएको छ। यस्तो विकास जसले पूरै समुदायमा एउटा नयाँ खालको उत्साह थप्नेवाला छ। आज हामी यही बन्न लागेको नयाँ बहुउद्देश्य पार्कको बारेमा कुरा गर्दैछौँ। हो, कटारीले धेरै समयदेखि पर्खिरहेको एउटा निकै महत्त्वपूर्ण सामुदायिक परियोजनाले अब साकार रूप लिँदैछ। सुन्दा यो एउटा पार्क जस्तो मात्रै लाग्न सक्छ, तर वास्तवमा यो समुदायको विकासको लागि एउटा ठूलो फड्को हो। ल, अब यसको सुरुवात कसरी भयो त्यहीबाट कुरा सुरु गरौँ न। कटारी नगरपालिकामा यो बहुप्रतीक्षित पार्कको औपचारिक रूपमै शिलान्यास भइसकेको छ। यसको मतलब के हो भने अब निर्माणको कामले आधिकारिक गति लिइसक्यो। अब कतिपयलाई लाग्न सक्छ यो शिलान्यास भनेको के हो। खासमा यो कुनै पनि निर्माणको काम सुरु गर्नुभन्दा अगाडि गरिने एउटा परम्परागत समारोह हो। यसले परियोजनालाई आधिकारिक रूपमा अगाडि बढाउने सङ्केत दिन्छ र यसलाई एउटा शुभ सुरुवातको प्रतीक पनि मानिन्छ। त्यसो भए यो परियोजना खासमा के हो त? ल आउनुहोस्, यो कहाँ बन्दैछ, यसको सुरुवातमा को संलग्न हुनुहुन्थ्यो र यसका मुख्य विशेषताहरू के छन्, अलि गहिरिएर बुझौँ। शिलान्यास कार्यक्रममा भएको यो उपस्थिति आफैमा धेरै महत्त्वपूर्ण छ। नगर प्रमुखदेखि लिएर वडा अध्यक्षहरू, अरू स्थानीय जनप्रतिनिधि अनि आम मानिसहरूको यो उत्साहजनक सहभागिताले के देखाउँछ भने यो परियोजनालाई स्थानीय नेतृत्व र समुदाय दुवैको पूर्ण समर्थन छ। अनि यो पार्कको लोकेसन पनि एकदमै स्ट्राटेजिक छ। यो कटारी नगरपालिका वडा नम्बर 4 मा मदन भण्डारी राजमार्गसँगै जोडिएको ठाउँमा बन्दैछ। यसको मतलब स्थानीय बासिन्दालाई मात्रै होइन, त्यो राजमार्ग भएर हिँड्ने यात्रीहरूलाई पनि एकछिन आराम गर्न र फ्रेस हुन एकदमै सजिलो हुने भयो। अब हरेक ठूलो परियोजनाको पछाडि एउटा बलियो आर्थिक आधार त चाहिन्छ नै। त्यसो भए यो पार्क बनाउनको लागि पैसा चाहिँ कहाँबाट आयो त? अब यसबारे कुरा गरौँ। ओहो, यो प्रश्न सबैको मनमा आउनु एकदम स्वाभाविक हो। यति राम्रो परियोजनाको लागि बजेटको व्यवस्थापन आखिर कसरी भइरहेको छ त? यसको वित्तीय आधार साझेदारीमा टिकेको रहेछ। यो परियोजनाको सबैभन्दा सुन्दर पक्ष भनेको सङ्घीय र स्थानीय सरकार बीचको सहकार्य हो। हेर्नुस् त, यसमा सङ्घीय सरकारबाट 55 लाख रुपियाँ आएको छ भने कटारी नगरपालिका आफैले 80 लाख रुपियाँ लगानी गरेको छ। यो साझेदारी साँच्चै नै प्रशंसनीय छ। दुवै स्रोतबाट आएको रकम जोड्दा यो पार्कको कुल बजेट हुन आउँछ 1,35,00,000 रुपियाँ। यो रकमले समुदायको जीवनस्तर उकास्नको लागि गरिएको एउटा महत्त्वपूर्ण प्रतिबद्धतालाई पनि देखाउँछ। ल, बजेट र ठाउँको कुरा त भइहाल्यो। अब सबैभन्दा चाखलाग्दो कुरा गरौँ, आखिर यो पार्कभित्र के सुविधाहरू हुनेछन् त? नगर प्रमुख राजेश चन्द्र श्रेष्ठकै शब्दमा भन्नुपर्दा यो कुनै सामान्य परम्परागत पार्क मात्रै हुने छैन। यसमा स्मार्ट शौचालय, सुरक्षाको लागि गार्ड हाउस, स्वास्थ्यप्रति सचेत मानिसहरूको लागि खुला व्यायामशाला अनि आजको आवश्यकता अनुसार चार्जिङ स्टेशन जस्ता आधुनिक सुविधाहरू पनि हुनेछन्। यी सुविधाहरूले ससाना तर ठूलो अर्थ राख्छन्। जस्तै स्मार्ट शौचालयले सार्वजनिक सरसफाइलाई एउटा नयाँ स्तरमा लैजान्छ। खुला व्यायामशालाले स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्छ। अनि चार्जिङ स्टेशन जस्ता सुविधाले यो पार्क समयअनुसार कति आधुनिक र दूरदर्शी सोचका साथ बन्दैछ भन्ने कुरा प्रष्ट पार्छ। हामीले ठाउँ, बजेट र सुविधाहरूको बारेमा त थाहा पायौं, तर यी सबै कुराले आखिर कटारीका बासिन्दाको दैनिक जीवनमा के फरक पार्छ त? ल, अब यसको निचोड निकालौं। खासमा हेर्ने हो भने यो पार्कले समुदायलाई 3वटा मुख्य तरिकाले फाइदा पुर्याउँछ। पहिलो, यो फुर्सदको समयमा घुम्न र रमाइलो गर्नको लागि एउटा उत्कृष्ट ठाउँ बन्नेछ। दोस्रो, खुला व्यायामशालाले गर्दा नागरिकको स्वास्थ्यमा प्रत्यक्ष योगदान पुग्नेछ। र तेस्रो, सबैभन्दा महत्त्वपूर्ण, यो सामाजिक जमघट र सामुदायिक एकताको लागि एउटा केन्द्र बन्नेछ। र अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडेर जान चाहन्छु। यस्ता सामुदायिक सम्पत्तिहरूले मनोरञ्जन मात्रै दिँदैनन्, यिनीहरूले त समुदायको एकता, स्वास्थ्य र समग्र विकासमा पनि ठूलो भूमिका खेल्छन्। अब एकपटक सोचौँ त, यो नयाँ पार्कले कटारीको भविष्यलाई अझ राम्रो बनाउन कसरी मद्दत गर्ला?